हाम्रो अभिषेक भाइ यहाँ सिक्किमबाट यो टोटोलाको फुल टोटोलाको उयो के भन्छ फुल झार्नुको लागि चाहिँ आएको यहाँ ऊ बान्दर जस्तै चढ्दैछ हो बान्दर जस्तै टोटोलाको फुल झार्नु चाहिँ अम्बो यत्रो माथि उठिसक्यो खतरा हो नि अम्बो डालै भाँचाइदेन यहाँ काफेमा बसेर नभात्ने रहेछ हौ तर कच्चा पो हुन्छ रे नि खै काफेमा बस्न काफेमा यतापट्टि बस्नु पर्थ्यो नि त्यो त उयो लड्यो भने घोचा रहेछ उयो डाला मात्रै भाँच्छ न सिधा भएर उयो झारे होस् आइज छेउमै पुगेर है अन्त ओइ लड्छ सक्सेसफुल भएन आज यो टोटोलाको फुल झार्नुको लागि चाहिँ टोटोला फुल चाहिँ उयो हो त्यो हँसिया छैन नि त मेन हँसिया भएको भए चाहिँ हामीले डेफिनेटली झार्थ्यो तर एउटा उपाय छ डल्लै त्यो हुन्छ नि झकझकाएर चाहिँ झकझकाएर उयो हुँदैन झर्दैन एकपल्ट ट्राई गरौँ न है झकझकाएर ल अब चाहिँ हामीले झकझकाएर चाहिँ अब टोटोलाको फुल झार्ने हो होइन नपेट्ने छ नि हातले नै ला हामी पो भगवान् भयो सबै ऊ कति दामी रहेछ नि बटुल त हुन्छ नि गाइस सब टोटोलाको फुल झरेर यसमा हाल्दा हुँदैन सब झरे टोटोलाको फुल यसमा हाल्नु भाइ ए दामी सुकेछ नि त्यही त है यसमै भएको भए है न यिनीहरू डल्लै उठाउनु खै अब उठाउनु पर्यो यो टोटोलाको फुल यो चाहिँ हामीको मङ्गोलियनहरूले चाहिँ प्रायः जस्तो यसको यो तपाईँको दसैँहरूमा यसको टिकाहरू लगाउँछ हो गुरुङहरू भयो तामाङहरू भयो हामीले चाहिँ रातो टिका नचलाएर चाहिँ खासमा चाहिँ अब घरमा मरौ परौ परेको छ भने अब यस्तै सुक्खा यही टिका लगाउँछ है दि यो टिका चाहिँ हामीको पुरा चल्छ मतवाली जातमा चाहिँ हो यो चाहिँ बुद्धिस्टमा हिन्दूमा पनि चल्छ सबैमा चल्न चाहिँ तर अब हामी चाहिँ टिकाहरूमा अब कोही खसी छ भने यत्तिकै सुक्खा दान गर्दाखेरि चाहिँ यही टोटोलाको फुल लगाएर आइदिए अन्त डल्लै मैले सबै उयो गरिपठाएँ नि म चाहिँ यो डल्लै झर्छ भनेर सोचेँ तर डल्लै फुटेर नै झऱ्यो यो अब डल्लै बटुल्ने हो यिनीहरू डल्लै हामीहरू घाम यस्तो कडा लागिरहेछ यहाँ छेउमा खोला छ कि खोला खेलेर जाला जस्तो छ यहाँ दामी खोला छ यहाँ